जब तपाईले हे पिता भनेर प्रार्थना गर्नुहुन्छ अनि जब तपाईले पिताको विशेषतालाई नै बुझ्नु हुँदैन भने तपाई भक्कल प्रार्थना गर्नुहुन्छ, भक्कल गरेर टाउको पक्रेर चिन्ता गर्नु बस्नु थाल्नुहुन्छ। किन तपाईले त्यो गर्नुभयो? किनभने तपाईले पिता त भन्नुभयो मुखले पिता पिता, तर पिताको क्यारेक्टरलाई नै बुझ्नु भएको छैन। त्यही जब तपाईले हे मेरो पिता भन्नुहुन्छ नि, हे मेरो पिता भन्ने बित्तिकै तपाईले बुझ्नु पर्छ कि मेरो पिताले मलाई के गर्छ? सुरक्षा दिन्छ। आमेन। मेरो पिताले मलाई के गर्छ? जुटाउँछ। मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ। मेरो पिताले मलाई सहायता गर्नुहुन्छ। मेरो पिताले मलाई मार्गदर्शन दिनुहुन्छ। मेरो पिताले मलाई अनुशासन सिकाउनुहुन्छ भन्ने कुरा तपाईको हृदयभित्र पसिहाल्नु पर्छ। आमेन। हे मेरो पिता भन्ने बित्तिकै आमेन। त्यसकारण यशायाले के भन्छ थाहा छ? यशायाको 41 को 10 पद भन्छ, यसैले नडराऊ किनभने म तिमीको साथमा छु। आमेन। को छु भने म पिता हाम्रो साथमा हुनुहुन्छ। जब हामीले यो विशेषतालाई हामी बुझ्नु थाल्छौँ नि, तपाईले गर्दै रहनुभएको प्रार्थनामा तपाई कहिले पनि चिन्तित गर्न थाल्नुहुन्न कि तपाईले बुझ्नुहुन्छ कि मेरो पिताले मलाई सहायता गर्नुहुन्छ, मेरो पिताले जुटाउनुहुन्छ, मेरो पिताले मलाई मार्गदर्शन गर्नुहुन्छ, मेरो पिताले मलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा तपाईले बुझ्नु थाल्नुहुन्छ। आमेन। त्यसले गर्दाखेरि जब तपाईले हे मेरो पिता भनेर प्रार्थना गर्नुहुन्छ, तपाईले बुझ्नुहोस् कि यो गुण प्रभुमा छ, यो गुण मेरो पितामा छ, यो चिज मेरो पितामा छ अनि मेरो पिताले निश्चय नै के गर्नुहुन्छ? पुरा गर्नुहुन्छ। आमेन। हालेलुया।